स्याहाँ भयो यार त्यो त उता पुगिसक्यो अर्को रहेछ त्यो हामी चाहिँ लभली भ्यू तलतिर पनि देखेको सुख त भोलि सुरुमा त लास्ट औडा दुख हुन्छ यार हिँड्नलाई त फर्किम चाहिँ हुन्छ साथीलाई चाहिँ पेन्गुइनको बच्चा पिछवाडादेखि दम दिए जस्तो ल लास्ट कन्च्याङ सक्दैन कि यो घोडा दुखायो कि के भयो अचानक यार ओ ल वेलकम टु डे 3 इन्जोय लास्ट झाडो छ यार पनि नजकिने हिँड्यो हामी त हैन हिँड्यो मैले त धोको मैले त नुहाएर आएको मैले त नुहाएर तिरपन्तम भनेर ए यस्तो गर्नुभयो नि यो पनि छाडा बोल्नु रहेछ फेरि भन्दैन आज हामी कहाँ जानु के गर्नु लाग्यो भन्दै त हामी आज टक्क लाएर 1-1.5 घन्टा चढिन्छ त्यसपछि पोर्सनको डाँडामा गएर माछा पुछ्रे अनि मर्दिमारको ब्याकग्राउन्डहरू हेरिन्छ ब्याकग्राउन्ड गरे अगाडि बाटो त अरू त्यसपछि तल झरेर खानासाना खाइन्छ हिलेमा गएर खाइन्छ कि यो घाचोकमा कति भयो देख्यो 348 भयो अब मस्त कलन्दर पारामा टाकार गर्दै जाने हो ल माथि चाहिँ गएर भेटौँला अब त 1 hour later ल गाइज है फाइनली हामी चाहिँ अब यसो बोर्डमा आइसक्यो है 25 मिनट सकेर अब चाहिँ नि त्यही हो अब यस्तो अँधेरो छ भ्यू स्यू केही देखेको छैन लाइट बाल्ने स्थिति आइसक्यो त्यही भएर ल इन्जोय ल फाइनली लास्टै बवाल अति भयो अहिले त देखेको छैन यता बरु अलि उज्यालो देखिरहेछ त्यहाँ सनराइज उल्ला छ ओए यस्तो दामी रहेछ ओके मजा आयो मजा अन्टे के छ त रिल्याक्स सब थकान मेट्यो ब्रेथ अफ रिलिफ हैन पैसा असुल भाइन्छ अनि के भन्छ अरे बाहुनले यस्तो बोलेको सुहाउँछ त नि क्या मस्त हावा चलेको हामी चाहिँ दामी ल अहिले हेर्न पर्छ है ल साउन्ड के हेर्न म केवल एउटा मान्छे हो यहाँ रमाइलो गरेछ सेम गरी एक क्लिप सनराइज भइसक्यो टाइम लाग्छ देख्नु भयो होला के हिमाल पनि यहीँ नजिकै देख्दैछ कि पुरा यहीँ हिँडेरै पुगिन्छ जस्तो यो चाहिँ माछा पुच्छ्रे भयो कि त्यो चाहिँ अन्नपूर्ण अरे त्यो हाम्रो परको चाहिँ मर्दी हिमाल
सट पाहाडमा अब चाहिँ हामी जान लाग्यो होइन तलतिर अब हाम्रो निस्केको है त दक्षिणतिर हो यहाँ अब यस्तो छोडेर हिँड्न त मन थिएन के भन्छ जाने पर्यो छोड्नै पर्यो सयो मजा आयो बिहान बिहान उठेर पाल्पा तान्छ नि दिदी सयो लास्टै मजा आयो अब तल झर्छौँ तल झरेर अब खासा चाहिँ हिजो आफूले भेटेको थियो नि तपाईँलाई त्यही हो लोकल सिधै घाँचोक झर्दिने अब लास्टै मजा आयो तर फेरि एकचोटि हेरेर जानु पर्यो हामी अघि न चाहिँ ऊ त्यही बाटो आएकै थियो अँध्यारै थियो एका बिहानै कुकुरले गुना खाँदै हिँडेको अँध्यारोमा खिच्ने कुरा भएन अहिले चाहिँ हामीले नि हेर्दैछौँ लास्टै बवाल माथि यस्तो छ त्यस्तो हिमाल छ ल सयो दामी छ बिहान बिहान हिँडेर आएको नि मजै आयो पाल्पादेखि कोर्चन आएको लास्टै रमाइलो थकै आफ्नो ठाउँमा छुट्टै छ फर्स्ट ट्रेकिङ तर लास्टै दामी एक्सपिरियन्स यस्तै अझै धेरै ठाउँमा जानुपर्छ के भन्छ गरे के भन्छ के पछि सुकुन भन्छ है हो है आफै मिलाएर बुझ कमेन्ट गर कसलाई थाहा छ ल है त कमेन्ट गरे आफू कस्तो बवाल ठाउँ चाहिँ बवाल हेर्दा अति बवाल यहाँ ठाडै ओह्राल्छ हामी अघि नै यो बाटो चढेकै छ लास्टै बवाल छ उता आउनुपर्छ कसैले आउन मन छ भने यहाँ लास्टै बवाल ठाउँ छ छोटो ट्रेक सबै सुविधा भएको घन्टे 50 साला सबै सुविधा भएको एकदम राम्रो व्यवस्थित सुरुमा बिगिनर्सहरूको लागि यो ट्रेक एकदम दामी हुन्छ हामी नि फर्स्ट टाइम आएको त्यस्तो एकदम अलिअलि दुःख त भइहाल्छ नि फर्स्ट टाइम गर्दा तर एक्सपिरियन्स मिठो हुन्छ वर्दितवाला के सबै होइन दुःख सुख सब भुलिन्छ कि सुख त भुलिन्छ सुरुमा त लास्ट औडा दुःख हुन्छ यार हिँड्नलाई त फर्किम चाहिँ हुन्छ तर हिम्मत हार्न भएन त्यही हो आफ्नो एक्सपिरियन्स आफूमा विश्वास गराएर एक पाइला सानमा चाल भन्दै भाइबर सामान होइन ल ठाउँ लास्टै बगाल छ ल स्याहाँ भयो यार त्यो त उता पुग्छ कि अर्को रहेछ त्यो हामी चाहिँ बिहान यो पाहाड चढेकै थियो अहिले यो पाहाड चढ्यौँ अब फेरि यता लाग्नुपर्छ केटाहरू थाक्यो मन थाकेछ यसो पारेको त्यहाँ यति देख्दो रहेछ हिमाल त्यहाँ ठ्याक्कै त्यसो देख्दैछ यता देख्दैछ हिमाल यता पछाडि पोखरा सिटी हो ऊ त्यहाँ पारी देखेको यो फर्स्ट पाहाड छ नि जुन यो फर्स्ट भन्दा पछाडिको पाहाड चाहिँ त्यो चाहिँ मारुति जाने ट्रायल रहेछ उता माथि देखेको मारुति बेस क्याम्प रहेछ सो ल पछाडि देख्न सक्नुहुन्छ हिमाल लर्ड्स अफ हिमाल आउट दिएर है ल लास्टै भइहाल्छ यार बिहान बिहान उयो त्यहाँ यति माथि माछा पुग्छ यत्रो चढेको हामी त यो पनि यो चढेर पनि अझै उता हो गएको ठिक त्यो सेक्सी छ भ्यू त केटाहरू चाहिँ फोटो खिच्दैछ उता चाहिँ के उडिरहेछ के भन्छ त्यसको नाम थाहा छैन मलाई त्यो हुन्छ नि चङ्गा टाइपको लभली भ्यू तलतिर पनि देखाइदेऊ न खै देखाऊ ए लास्टै दामी ठाउँ छ घर जानै पर्यो के गर्ने नत्र त्यहीँ बस्दिन हुन्थ्यो जानै मन लाग्छ नि तर यार ऊ त्यहाँ त पानी चुहेछ त्यही गर चाक्दो छ तैँले अघि हगेर चाक्न सक्दैन ढुङ्गाले पुसेर हिँडेको गरे यसले खतम रहेछ यो जाँदो कटकटिन्छ साँझसम्म त हो के त्यो नस देखाउनलाई क्या
दामी है ल ल त्यो रुखियाहरूमा। ल गान्टीलाई हामीले चक धुवाएर ल्याउँछौँ है त ल ल हामी चाहिँ माथिदेखि झर गगन भाइ म पनि झरे है माथिदेखि सिलपारामा खुट्टा दुखिरहेछ अलि गगन भाइ हामीलाई लिन आएको थियो त्यहाँ चप्पल लाएर गयो यार ट्रेकिङ। चप्पलै लाएर गइदिएको म ए, ट्रेकिङ यिनीको ट्रेकिङ चप्पल लाएर यहाँदेखि नि अति भवालै देखेछ भवाले देख्न त। यहाँबाट पनि फोटो हान्ने झन् बवाल यार। दुःख मान्न पर्दैन है फोटो हान्ने अहिले यहाँदेखि लास्टै जो भवाल देख्छ यो ठाउँमा 3टा होटल छ एउटा यहाँ छ एउटा हामी बिचको भयो एउटा माथि छ घन्टा चाहिँ फोटो खिच्नु कति खिच्नु पऱ्यो केलाई फोटो पहिला त चाक्दैन जा ढुङ्गाल पुछेर आएको भाइ अहिले उए यहाँ त झन् डेडली रहेछ ला बवाल छ बवाल ल हामी पनि यस्तो फोटो सोटो खिच्छौँ है त मन त खिच्नु पऱ्यो नि होइन ल ल हामी चाहिँ जानु लाग्यो अब अफिलो ब्याट्री गरे ल थ्याङ्क यू फर भिजिट अगेन फेरि भेट होला भनेछ ल सियु सुन हामी चाहिँ हिँडेको अब बाटोमा झरिन्छ अब त चढ्दा त माथि जाने थियो अब त्यहीँ तल जाने न भइरहेछ गाह्रो छ अब झरिन्छ अब सर अब लेख लाउँदै जाने हो ल है त अब बाटोमै भेटौँला अब भेटिराखौँ 2000 years later. गाइज अब चाहिँ हिले पुग्न लाग्यो मेरो त खुट्टै ड्यामेज भयो यार यस्तो घुँडा दुखायो यार हिँडेर थिएँ एक्कासी घुँडा दुखायो केटाहरू अगाडि गइसकेँ अझ हामी हिले आउनु लाग्यो एकैछिनमा म चाहिँ एक्लै भयो यार पछाडि ल भेट्दै गर्नु होला लास्ट कन्च्याङ सक्दैन कि यो घोडा दुखायो कि के भयो अचानक यार ओ माई गड सुस्ती भइयो नि त त्यही कारणले ल भेट्नु होला तलै केटाहरूलाई भेटेपछि है त अब ल गाइज डर त लागेको थिएन मलाई त ल लेफ्टीको हालत यस्तो भएछ भगवान् के छ तेरो स्थिति मेरो ठिक छ भाइ म त कहाँ चाहिँ पाल्पा पुगिन्छ आज ल गयो भाइलाई पठाइदिउँ है बाइक मैले पुऱ्याइदिनु दुईटा लक्ष्य भाइलाई बसमा पठाइदिउँ बाइक हामी लिएर एक्सेल चलाउनु पाउनु आफ्नो बिल्ला फेरि राख्ने ल ल ल उनी भयो केटीहरूसँग धेरै हिँडेर मन लाग्यो केटीको पछाडि हिँडेको थियो के अरे म्याम बल्ल खायो खास के भएको भन्दा कुरा के भएको यो के छ मभन्दा अगाडि आएको थियो नि केटीको पछि लगाएर गलत बाटो लाग्यो यसलाई अनि डबल हिँड्न पर्यो जस्तो भयो गलत बाटो लाग्यो लड्की का चक्कर बाबु भैया आइछ कि त्यस्तै भएर मैले उछिनेर आएको नत्र यो पछाडि म थिएँ नि बाउले झन् गलत बाटोमा नलाग भनेर कति सम्झाएको थियो होला छोरोको हालत हेर्थे नाच न एकचोटि इन्जोय भन नि त इन्जोय भन न सम्भव आयो साथी सम्भव आयो एमा आँटेको सम्भव आयो के हो क्या मजाले चरा कराछ नाइटमेयर हिजो उकालो देखेर रिस उठ्यो तिनलाई आज ओह्रालो देखेर रिस उठ्यो यो भन्दा पनौती हुन मिल्ने खासै ठाउँ त कतै देख्दैन ल साथीहरू ट्रेक आउन रहर मात्र गरेर पनि हुन्न अलिअलि क्षमता पनि चाहिन्छ हजुरले भन्नु न कतिको रमाइलो भयो कतिको रमाइलो भयो साथी एकचोटि उफ्रियो नि त दुइटै खुट्टाले के एउटा खुट्टा उठाएको ट्रेक गर माथि हिमाल हेरेको त्यो फोटो हेरेर खुसी खासै हुनु पर्दैन अवस्था यस्तो हुन्छ त्यो अपाङ्गलाई बोकेर हिँड्नु पर्यो ल अब तल जस्तो तसो पुर्याउनु पऱ्यो कि त्यसपछि गएर यिनको खुट्टामा घान्टेले नट कस्दिन्छ गरे ल यसको त 8वटा फुस्केछ गरे
नयाँ स्टाइलले हिँड्दै साथीलाई चाहिँ पेङ्गुइनको बच्चा पिछवाडादेखि दम दिए जस्तो हिँडिरहेछ लाइक अ पेङ्गुइन हाइट पनि त्यत्रै घोडा खुम्चाउनै मिलेको छैन क्या माटो त्यो कुन घोडा? यहाँ चाहिँ खुम्चाउनै मिलेको छैन ड्रागन बलजीले कामे हामी हाम्रो लागि जाम भयो कि तिम्रो हड्डी बुझ्यौ घर घर ब्रेड हालेर खाऊ गिरिस लगा अब गिरिस कतिवटा लगाऊ यस्तो दुःख पाइ चाहिँ ट्रेक आउन खासै रहर नगरे हुन्छ हामीले चाहिँ लेफ्टीलाई के सजेसन दिएछौँ भन्दा अब अर्कोचोटि ट्रेक आउँदा बैशाखी बोकेर आउनु पठाएको सानसानोमा फेरि मिल्छ कि खुम्चिन्न नि त घोडा खुट्टा सानो भएर यस्तोमा खुम्चिन्न नि त घोडा लेफ्टी कहाँ हो है कतना अडाइ के हौ हिमालय आइक्यौ ए हिमालय राई के हो आइक्यौ तिमी म पनि हिमालय राई हिमाल कति हेरौ त हिमाल त्यो खुट्टो केर्न खोज्दै के हो त नि हिमालले दुख्यो ह दुखे हो साह्रै दुखिया हो नि दुख्यो ह के खतम भयो बर्बाद केटो बिग्रियो खतम हाम्रो केक त यहाँ रहिसके लेफ्ट त अब यो खुवाएर हिँडाल्ने लागर यही फुल रुपियाँ मुठा बेच्छ नि होइन के अरे यही फुल होइन 100 रुपियाँ मुठा बेच्छ ल उठा हामीले लर बेच्दिउँ के भन्छ अरे यसलाई फुल होइन के नाम के फुल कहिले ओइल आउनु नभन्नु थियो हो र माथि त्यो उसले टिपे ओइलाइसक्यो त्यो त हुडी लाग्यो एउटा टिपे थियो बाटो अब बाटै त ल ल ल खुट्टै नमिलेको बेला कस्तो कस्तो बाटो आउँछ हेर्नुहोस् सुधीरको हावा हजुरको छोरो राम्रो बाटो हिँड्न सकेन गलत बाटोमा लाग्यो यो ल एकचोटि इन्जोय ल ल ल भएन यताबाट पो है त ल हामी जस्तो तसो आइयो यहाँ उयो अपाङ्गलाई लिएर 3:15 ल खै खुसी लाग्छ छैन खुसी लाग्यो खुसी खै खासै खुसी देखिन्न त्यो मुहारमा त खुट्टी सुन्ने यार घोडा छ यार लास्ट सुन्न भाइ खुसी लाग्यो एकदम गान्टेलाई 2 दम लाग्यो ल अवस्था चाहिँ यस्तो छ म चाहिँ थाके छैन अलिअलि मात्रै अलिअलि थोरै तर लास्टै मजा चाहिँ लेफ्टीलाई हेर्नु रात घुम्न जाने भने रातभर नसुतेको यही हो नि दाजु कि नै टिभी आएर सबसे सुतेको नि फाइनली गाइज हाम्रो रुममा चाहिँ आइसक्यो हामी अस्ति बसेको रुममा अय्या बोल्न सके छैन यार हामी चाहिँ अहिले फ्रेस हुन लाग्यो है अब खानासाना बनाइसक्नु भइसक्यो बजैले अब एकैछिनमा फ्रेस हुन्छौँ केटाहरू जम्मै आइसक्यौँ म त हालतमै छैन यार ओहो लास्ट त्यो खुट्टा पेन भयो पुरा यो त सुन्ने छ यार यो भेट्नु होला एकछिनमा ल हामी चाहिँ हिँड्न लाग्यो अब चट्ट अब चाहिँ हामी खानासाना खाइयो अब चाहिँ हामी गएर पोखरा बस्छौँ है त्यही हो रात कति बज्यो अहिले त 5 बज्न लागेको छ 1 घन्टा थकिएर नि थकित खुट्टा मड्किने अनेक भएको छ 6 बजी पुगिन्छ होला सायद ल हामी चाहिँ हिँड्न लाग्यो हामीलाई चाहिँ हाम्रो बाजे बजैले बिदाई गरेर लाउनुपर्छ अरू बजेले केही भन्नु जान्दैन जहाँ गए नि सफलता हुने काम राम्रो हुने कि जहाँ गए नि लेफ्टी जुत्ता लगाइरहेछ सपो त मेरो खिच्दो
ओइ लेप्टी जाँदैन बाटो एकदम मिठो खाना खुवाउनु भयो राम्रोसँग बस्नु आइज ल हाम्रो साथी एउटा जुत्ता मात्र लगाएर छ एउटा जुत्ता एउटा चप्पल लगाएर छ ल हामी चाहिँ होमस्टेबाट चेकआउट गऱ्यौँ अनि त्यसपछि हामी पोखरा लाग्यौँ है एकचोटि पोखरामा भेटौँला ल हामी पोखरा होटलमा आयौँ अब आज यहीँ बस्ने हो अब चाहिँ हामी अब ट्रेकको एक्सपिरियन्स कस्तो भयो भनेर सेयर गर्छ अरे केटाहरूले ल भाइबाट सुरु गरौँ है त ट्रेकको एक्सपिरियन्स कस्तो भयो एक्सपिरियन्स माथि पुग्दा राम्रो थियो होइन अब स्ट्रगल चाहिँ त्यो हिँड्दाखेरि हुन्छ एउटा आफ्नो शरीरलाई ट्याकको राम्रो उसमा गराएर जाने नभए धेरै दुःख पाइन्छ त्यो चाहिँ मैले भोगेको छु है अब विशालतिर जाऊँ है त ल भगवान् एक्सपिरियन्स ताल त इङ्ग्लिसमा हान्नुपर्छ यो ताल त इङ्ग्लिसमा हाने ल हाने 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 First, my buddy Amit Vasyal and me was working. We were working enough faster than the both of Gagan Vasyal. They are. नेपालीमै भन्न होइन नेपालीमै भन्नु किन लजायो भन्दा नि म कस्तो एउटा वर्डमै अड्केँ के त्यो सेयर गर्न के हो सेयर गरौँ भन्दा पनि अब अमित बस्याल र म चाहिँ नि अब आफ्नै पारामा गइरहेको थियौँ अब गगन भाइ चाहिँ सुरुमा लास्ट इयर स्ट्रगल गऱ्यो हाम्रो अब सुधीरको त कुरै नगरौँ ऊ पनि स्ट्रगल गरिरहेको थियो तर जाँदाखेरि चाहिँ नि उसले पनि हामी सँगै पुग्यो तर आउने बेलामा ओह्रालोमा चाहिँ नि ज्यादा उकालो भन्दा चाहिँ लास्ट डिफिकल्ट हुँदो रहेछ त्यो फिल्डमा चाहिँ नि यति हिट हुँदो रहेछ नि त्यो हामीले चाहिँ नि पहिले टेक्न नसक्ने उकालो जाँदा बरु जति उकालो भए पनि सुस्ता गरेर चढ्यो तर ओह्रालोमा चाहिँ नि लास्टै गाह्रो हुने रहेछ त्यो चाहिँ नि त्यो पनि खेल गर्नुपर्छ ओह्रालो चाहिँ देखेर दौडिनु मात्र होइन चाहिँ कहिलेकाहीँ चाहिँ स्लो डाउन गरेर आरामले हिँड्यो भने चाहिँ त्यो एक्सपिरियन्स चाहिँ राम्रो हुने रहेछ त्यसमा पुग्दा तँलाई कस्तो फिल भयो त भ्यूहरू पहिलो ट्रेक जाँदाखेरि यस्तो राम्रो हुन्छ भने अब इमेजिन होइन 7-8 हजारमा खर्च गरेर चाहिँ नि उहाँ पुग्यो भने त्यस्तो राम्रो भ्यू देखिन्छ भने त हामीले एक्सपेक्ट पनि गरेको थिएन अब यहीँ अब केटाहरूसँग बस्यो भने त्यो पैसा त कहाँ जान्छ थाहै हुँदैन अब त्यति पैसाले चाहिँ नि त्यहाँ पुग्यो आफूले चाहिँ नि जे स्ट्रगल गरेको त्यो चाहिँ नि पाइयो कि त्योभन्दा बढी पाइयो अझै एक्सपेक्टेसन भन्दा चाहिँ एक्सपेक्टेसन इन्टु 10 भनौँ न बढी पाइयो हामीले ल अब लिफ्टी के भन्ने अब त्यही एक्सपिरियन्स फर्स्ट टाइम थियो ट्रेकिङ होइन र ट्रेकिङ यो मिल्यो है मिल्यो लेभल मिल्दै छ के गाइज मिल्छ बिस्तारै मिलिहाल्छ नि त्यस्तै फर्स्ट टाइम गरेको लास्ट जस एक्सपिरियन्स हुन्छ नि मस्त के दामी थियो जस अब मजा आयो जस फर्स्ट टाइम यस्तो हाइकिङ गरेको थियो रमाइलो भयो साथीभाइसँग लेक लागेन त्यही हो ठुलो कुरो लेक त लाग्यो तर अर्कै कुराको लेक लाग्यो हामीलाई चाहिँ बाटोभरि कहिले अमितले लेक लाउने कहिले मैले लाउने आउँदा चाहिँ ढोस्दै लेक चाहिँ विशाल लिएर गगन भाइले लायो लेक चाहिँ त्यही हो गाइस इन्जोय गर्नुभयो होला ल गर्नु पनि हुन्छ है रमाइलो छ त्यो ठाउँ चाहिँ अब हजुरहरू यति पोसिबल छ भने हजुरहरूले आउन सक्नुहुन्छ त्यहाँको कल्चर पनि एकदम राम्रो थियो कि त्यहाँको हस्पिटालिटी हुन्छ नि मान्छेहरूको एकदम राम्रो के जोस् मजा आयो भनौँ अनि तिम्रो कस्तो थियो त भनिदेऊ नि त मेरो त अति बाबा लाइफको फर्स्ट ट्रेक भनेर अहिले त्यो कौडी लेकतिर यताउति गइएको थियो तर यस्तरी राम्रैसँग ट्रेक भनेर फर्स्ट टाइम हिँडेको लास्टै जो मजा आयो त्यो हिँडेदेखि सुरु म त पुरै जर्नी जो लास्टै जो इन्जोय गरेँ म जे खोज्न आएको थिएँ त्यो मैले अति बवाल पाएँ एकदम त्यो बाटोमा त्यो जङ्गलको बाटो हिँड्दा मेरो पुरै सोलै फ्री भएको थियो कि त्यस्तो मजा आएन उसले सब लिड गरे यार यो भ्लग चाहिँ म फेरि हिँड्दाखेरि लास्ट थाकेँ कि अनि उसलाई क्यामेरा दिएँ मैले गर्छु ल्याऊ तिमीले अनि तिमीलाई त्यही भएर अनि उसको कुराहरू सुन्नु लास्टै मजा आयो त्यो बाटो जाँदाखेरिको त्यो बाटो उकालो होइन थकै त लागेको थियो तर त्यो भ्यूहरू देखेर होइन त्यो बाटो देखेर साइडमा जङ्गलहरू चराहरू कराएको आवाज त्यो नेचरभित्रै हराएर पुग्यो माथिसम्मै अनि माथि पुगेर बिहान उठेर त्यो थाकेको ज्यानमा पनि माथि हेर्नु गयो माथि कोर्चन भ्यू पोइन्ट पुग्यो
लास्टै बबाल हिमालहरू सबै त अलिक उतासम्म त्यो भ्यू लास्टै मजा आयो फर्केर यहाँसम्म रमाइलो गर्छ आज पोखरामा बस्छन् अनि भोलि घर जान्छौँ घरसम्म इन्जोय गर्छौँ कति प्रेसर के भन्छ अरे त्यो के ऊहरू थियो के एन्जाइटीहरू त्यो टाइपको क्या हुन्छ नि पेनहरू यताउति सब 2-4 दिनलाई भए पनि एकदम रिलिफ पाइयो त्यही हो खुसी कुरा खोज्न आएको त्यही थियो खोजेको कुरा पाइयो लास्टै मजा आयो सही हो ल देख्नु चाहिँ यी घोडाको हालत त्यही यस्तो भयो नि त फेरि त्यो अब चाहिँ हामी पोखरामा आएर स्टे गर्छौँ है रात परिसक्यो अहिले त यत्रोमा बोले अहिले नि मै बोल्छु ल बोल्यो अहिले चाहिँ कति बज्यो भन्दाखेरि हाम्रो अहिले 40 हुन लाग्यो 6:40 हुन लाग्यो अब आज हामी लास्टै पलट गाडबुलुती भइएछ अब सर र पोखरा के भन्छ 22 स्ट्रिटमा आएर बसेछ अब आज यहाँ बसिन्छ अनि भोलि चाहिँ हामी खानासाना खाएर घरतिर जान्छौँ अब भोलि त खिचिन्न आउँदा नि खिचेको अब त्यही एउटै बाटो कति खिचेर नि पहिलाको भिडियो हेर्नुभएको छैन भने गएर हेर्नुहोस् हैन त्यो अब अपलोड हुँदैछ अब यो चाहिँ त्यहाँको 1-2 दिनपछि आउँछ ल हामीले चाहिँ जर्नी इन्जोय गऱ्यौँ अब भिडियो इन्जोय गर्ने पालि तपाईँको ल है त केटाहरू 1 2 3 इन्जोय ल बाई बाई अर्को भ्लगमा अब त हाम्रो पालपाली लोकल भ्लगमा भेटौँ ल यो हाम्रो कोर्चनको यात्रा यतिमै समाप्त